भाइ बहिनीहरू, हामीले लगाएको रस्सीलाई नचाहिकन त्योभन्दा पछि बसिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हाम्रो फाइनल खेल सुरु भइसकेको छ। खेलाडी मित्रहरू मैदानमा रनिङ गरिरहनु भएको छ। हामीलाई यस कार्यक्रममा पुरस्कार सौजन्य गर्ने व्यक्तिहरूको नामावली म तपाईहरुलाई पढेर सुनाउन गइरहेको छु। यसै सिलसिलामा हामीलाई बुटोल लाइट हाउस बाट सान्तोना पुरस्कार रु 5000 प्राप्त भएको थियो। यसका प्रोप्राइटर हुनुहुन्छ योग गुरुङज्यू। त्यसैगरी ऋषिराम बस्याल बुटोलबाट हामीलाई तृतीय पुरस्कार रु 10000 प्रदान गर्नुभएको थियो। यसैगरी स्याङ्जा क्षेत्र नम्बर 3 का संविधान सभा सदस्य आदरणीय दाजु मुक्ति प्रसाद पाठकज्यूबाट हामीलाई द्वितीय पुरस्कार रु 20000 प्रदान गर्नुभएको थियो। यसैगरी हाम्रा आजका प्रमुख अतिथि आदरणीय दाजु श्री एम प्रसाद पाण्डेज्यूबाट हामीलाई प्रथम पुरस्कार रु 40000 प्रदान गर्नुभएको थियो। आदरणीय उपस्थित दर्शक महानुभावहरू, आजको हाम्रो यो फाइनल खेल आजका हाम्रा प्रमुख अतिथि पश्चिमाञ्चल ट्रक व्यवसायी संघका अध्यक्ष उपाध्यक्ष एवं लुम्बिनी लोकदोरी प्रतिष्ठानका अध्यक्ष आदरणीय दाजु श्री एम प्रसाद पाण्डेको समुपस्थितिमा सञ्चालन हुन गइरहेको छ। खेलाडी मित्रहरू खेल मैदानमा कम तयार अवस्थामा हुनुहुन्छ। खेलाडी मित्रहरू खेल मैदानमा रहेको वस्तुस्थितिमा हाम्रो मैदानको उत्तरी भागमा कालिका युवा परिवार चितुङका खेलाडी मित्रहरू हुनुहुन्छ भने यसको दक्षिणी भागमा नेपाल तारा युवा क्लबका खेलाडी मित्रहरू हुनुहुन्छ। खेलाडी मित्रहरू मैदानभित्र प्रवेश गरिसक्नु भएको छ। दर्शक महानुभावहरुमा अत्यन्तै उत्साह जागेको छ। यो फाइनल खेल अत्यन्तै मनोरञ्जनात्मक हुने हामीले अपेक्षा लिएका छौं। आदरणीय स्कोरबोर्डका साथीहरू, स्कोरबोर्ड यहाँबाट टल्किएर केही पनि देख्न नसकिने भएको छ, त्यसकारण त्यसलाई अलिकति मिलाएर राखिदिनु होला।
फाइनल खेलको पहिलो बल कालिका युवा परिवार चितुङलाई। राम्रो प्रहार अंक कालिका युवा परिवार चितुङलाई 1 नेपाल तारा 0। राम्रो ब्लक कालिकाको तर्फबाट अंक पुनः कालिकालाई नै 2-0। धेरै राम्रो प्रहार नेपाल ताराका टिम क्याप्टेन मित्रबाट। म आसन ग्रहणलाई जोड्न गइरहेको छु। यतिकैमा हुलाक फाविका फ्र आदरणीय गुरु तीर्थ कुमार थापाज्यूलाई अतिथिको आसन ग्रहण गर्दै हुन हार्दिक अनुरोध गर्दछु। चितुङका खेलाडी मित्रको राम्रो प्रहार थियो तर बल कट्न सकेन। अंक 2 बराबर। धेरै राम्रो प्रहार तर ब्लक बल नेपाल ताराको नियन्त्रणमा। नेपाल ताराका क्याप्टेन मित्रले अत्यन्तै राम्रो प्लेस गरेर आफ्नो क्लबलाई 1 अंक थप्न सफल हुनुभएको छ। अंक 3-2। पुनः म आसन ग्रहणको क्रमलाई जोड्न चाहन्छु। बागेश्वरी गोबर ग्यास पालिका म्यानेजर आदरणीय दाजु खेम थापाज्यूलाई आजको यस कार्यक्रममा अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धेरै राम्रो प्रहार त्यतिकै राम्रो बचाउ नेपाल ताराको तर्फबाट। उत्कृष्ट शट थियो कालिका युवा परिवार चितुङका जर्सी नम्बर 10 का खेलाडी मित्रको, तर त्योभन्दा उत्कृष्ट ब्लक। धेरै राम्रो प्रहार कालिका युवा परिवारका जर्सी नम्बर 10 का खेलाडी मित्रबाट। परिणाम स्वरूप फाइदा कालिका युवा परिवारलाई। अंक 3-4। राम्रो नेपाल ताराका जर्सी नम्बर 2 का खेलाडी मित्रबाट राम्रो प्रहार। परिणाम स्वरूप आफ्नो क्लबलाई 1 अंक थप्न सफल। अंक 5-3। बल आउट हुन पुगेको छ। फाइदा कालिका युवा परिवारलाई। अंक कालिका युवा परिवार 4 नेपाल तारा 5। राम्रो प्रहार जर्सी नम्बर 6 का खेलाडी मित्रबाट। फाइदा कालिका युवा परिवार चितुङलाई। अंक बराबर 5-5। राम्रो प्रहार थियो। बल ब्लक आउट हुन गएको छ। नेपाल ताराका टिम क्याप्टेन मित्रले राम्रो प्रहार गरेर आफ्नो क्लबलाई 1 अंक थप्न सफल हुनुभएको छ। बल नेपाल तारालाई। राम्रो प्रहार जर्सी नम्बर 6 का कालिका युवा परिवारका खेलाडी मित्रबाट। अंक बराबर 6-6। आदरणीय दर्शक महानुभावहरू, अत्यन्तै प्रतिस्पर्धात्मक खेल भइरहेको छ। धेरै राम्रो प्रहार बल नेपाल ताराको नियन्त्रणमा। राम्रो प्रहार थियो जर्सी नम्बर 23 का नेपाल ताराका खेलाडीबाट, तर बाजी मार्न सफल भएको छ कालिका युवा परिवार। बल चितुङलाई। अंक 7-6। धेरै राम्रो प्लेसमेन्ट नेपाल ताराका जर्सी नम्बर 2 का खेलाडी मित्रबाट। परिणाम स्वरूप नेपाल तारालाई बल। अंक बराबर 7-7।
अत्यन्तै प्रशंसनीय प्रहार गर्नुभएको छ कालिका युवा परिवारका जर्सी नम्बर 4 का खेलाडी मित्रबाट। फाइदा कालिका युवा परिवारलाई, अंक पनि कालिका युवा परिवारलाई 8-7। राम्रो प्रयास थियो तर बल कालिकाको नियन्त्रणमा, तर नेपाल ताराले नियन्त्रण गुमाएको छ। फाइदा फेरि कालिका युवा परिवारलाई, अंक 9-7। अत्यन्त उत्कृष्ट प्रहार जर्सी नम्बर 10 का नेपाल ताराका खेलाडीबाट। फाइदा नेपाल तारालाई, अंक 8 नेपाल तारा, 9 कालिका युवा परिवार। राम्रो प्रहार ब्याक टु ब्याक प्रहार गर्दै कालिका युवा परिवारका जर्सी नम्बर 2 का खेलाडी मित्रले अत्यन्तै उत्कृष्ट प्रहार गर्दै 1 अंक थप्न सफल हुनुभएको छ। अंक कालिका युवा परिवार 10 नेपाल तारा युवा परिवार। राम्रो जर्सी नम्बर 23 का नेपाल ताराका खेलाडी मित्रबाट। फाइदा नेपाल तारालाई, अंक 9-10। धेरै राम्रो प्रहार जर्सी नम्बर 4 का कालिका युवा परिवारका खेलाडी मित्र आज अत्यन्तै लयमा देखिनु भएको छ। उहाँले राम्रो प्रहार गर्दै आफ्नो क्लबलाई 1 अंक थप्न सफल। कालिका युवा परिवार अंक 11 नेपाल तारा 9। राम्रो प्लेसमेन्ट जर्सी नम्बर 6 का नेपाल ताराका खेलाडी मित्रबाट। फाइदा नेपाल तारालाई, अंक 10-11। उत्कृष्ट प्रहार अत्यन्तै प्रशंसा गर्न लायक प्रहार जर्सी नम्बर 2 का कालिका युवा परिवारका खेलाडी मित्रबाट। फाइदा कालिका युवा परिवारलाई, 12-10। राम्रो मौका नेपाल तारालाई, बल नेपाल ताराको नियन्त्रणमा तर बल कट्न सफल। फाइदा कालिका युवा परिवारलाई, अंक कालिका युवा परिवार 13 नेपाल तारा 10। 3 अंकको फरक रहेको छ। उत्कृष्ट ब्लक कालिका युवा परिवारका जर्सी नम्बर 10 का खेलाडी मित्रबाट। फाइदा कालिका युवा परिवारलाई, अंक कालिका युवा परिवारलाई, कालिका युवा परिवार 14 नेपाल तारा 10। धेरै राम्रो प्लेसमेन्ट कालिका युवा बल नेपाल ताराको नियन्त्रणमा। फाइदा पुनः बल कालिकाको, नेपाल तारालाई फाइदा हुनेवाला छ तर बल पुनः नेपाल ताराको कालिकाको नियन्त्रणमा आइसकेको छ। तर फाइदा फेरि पनि कालिका युवा परिवारले लिन सफल भएको छ। कालिका युवा परिवार अत्यन्तै लयमा देखिएको छ। अंक 15 कालिका युवा परिवार, 10 नेपाल तारा। धेरै राम्रो, धेरै प्रतिस्पर्धात्मक खेल भइरहेको छ। खेलाडी मित्रहरू अत्यन्तै उत्कृष्ट खेल प्रस्तुत गर्दै हुनुहुन्छ। जिताए पानी